नाट्य रूपान्तरण गरेर म आफै निर्देशन गरेको हुँ र यसलाई प्रस्तुति गरेको छ माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल नरिपुरको यो प्रस्तुतिमा रहेको नाटक हो त्यो फेरि गरेर आज त्यही नाटक मञ्चन हुन्छ। सर्वप्रथम त सम्पूर्ण उपस्थितहरूमा यो पोखरा थिएटरको गन्धर्व नाटक प्रेक्षागृहमा हार्दिक स्वागत गर्न चाहन्छु र मैले अगाडि देखिरहेको छु हाम्रो समग्र नेपाली साहित्यका महान हस्ती श्रेष्ठ तर्फले एकदमै स्वागत गर्न चाहन्छु। एउटा अर्को अगाडि बोल्न पनि डर महसुस भइरहेको छ किनभने उहाँलाई नै सुनेर देखेर चिनेर नै मैले यो कदममा यो क्षेत्रमा लागेको थिएँ। आज आफै नाट्य रूपान्तरण गरेर निर्देशन गर्दैछु र मेरो पहिलो प्रयास नै उहाँले हेर्दै हुनुहुन्छ। यो मेरो लागि पनि सौभाग्य, त्यसका लागि हार्दिक कृतज्ञ छु। कतिपय पहिलोपटक हुनुहुन्छ होला, यो 11 कक्षाबाट पनि हुनुहुन्छ होला, अभिभावक पनि हुनुहुन्छ, हाम्रो कलाकार भाइ बहिनीहरूको अभिभावक पनि हुनुहुन्छ। तपाईँहरू पहिलोपटक हुनुहुन्छ भने नाटकघरभित्र रहेर नाटक अवलोकन गर्दै गर्दा नाटकघरका आफ्ना केही नियमहरू हुने गर्छ। ती नियमहरूलाई पूर्ण रूपमा पालना गरेर मात्रै नाटक अवलोकन गर्नुपर्ने हुन्छ। जस्तो मोबाइल फोनहरू त छैन होला, त्यति छ भने कृपया स्विच अफ गरिदिनुहोस् अथवा फ्लाइट मोडमा राखिदिनुहोस्। फोटो भिडियोहरू नखिचिदिनुहोस्, खिच्नु परेको अवस्थामा मोबाइलको फ्ल्यास लाइट अफ गरेर खिचिदिनुहोस्। त्यही हो, आकस्मिक परेको खण्डमा मात्र बाहिर निस्कनुहोस्, अन्यथा होहल्ला गर्ने बाहिर निस्कने नगरिदिनु होला। यिनी नियमहरूलाई पूर्ण रूपमा पालना गर्दै नाटक अवलोकन गर्नु होला। तपाईँहरूलाई थाहा छ, तपाईँहरूको पाठ्यक्रममा भएको कुरा हो, तपाईँहरू कथा पनि पढ्नु भएको होला, कथावस्तु थाहा होला, तर कथावस्तुको बारेमा थाहा भइसकेपछि पनि नाटक हुन्जेलसम्म कृपया शान्तपूर्वक नाटक अवलोकन गरिदिनु होला। नाटक सकिसकेपछि तपाईँ, म, कलाकार सबै बसेर नाटकको बारेमा लागेको कुराहरू, दृश्यको बारेमा लागेको कुराहरू छलफल गरौँला। त्यसै गरी म फेरि पनि हाम्रो जुन विद्यालयले प्रस्तुति गरेको छ त्यो फेरि नाटक, त्यो विद्यालयका प्रधान अध्यापक सैन्द्र श्रेष्ठजी हुनुहुन्छ, उहाँलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। उहाँले दिएको भए उहाँले सहयोग नगरिदिनु भएको भए आज म यस मञ्चमा आफै नाटक रूपान्तरण गरेर निर्देशन गर्ने अवसर पाउने थिइनँ। त्यसको लागि पनि सरप्रति पनि हार्दिक कृतज्ञ छु। आगामी दिनमा पनि अवसर दिनुहोला, म पूर्ण रूपमा प्रयास गर्नेछु। यिनै नियमहरूलाई पालना गर्दै पूर्ण रूपमा पालना गर्दै मात्रै नाटक अवलोकन गर्नुहोला र हामीलाई सहयोग गर्नुहुने विभिन्न संस्थाहरूलाई पनि म फेरि सम्झन चाहन्छु यहाँबाट। र फेरि लेखक भवानी भिक्षुलाई सम्झना गर्दै आजको लागि पनि प्रस्तुत छ नाटक त्यो फेरि लौ आमा यिनै हुन्। तपाईँका भरियाहरू कता छन्? भरिया एउटै छ, त्यो पनि बुढो, हिँड्नै नसक्ने। त्यसैले गर्दा आज यहाँ बास बस्नु पर्यो, नत्र आज चितवन पुग्ने विचार गरेको थिएँ। त्यहाँ चिन्जानी भएका पसलहरू पनि छन्, बास पनि राम्रै ठाउँमा पाइन्थ्यो। तर खोइ यो त भट्टी पसल हो क्या रे? हो, भट्टी पसल भएर के हुन्छ, चितलाङमा पनि त त्यही हो। पर कोठा सफाइ छ। एकपल्ट कोठा हेरौँ, सफा छ कि सफा नभए त? किन हुन्न, हेर्नुहोस् न, कोठामा के छ र? भर्खरै लिपिरहेको कोठा, चाहिए सुकुल पनि ओछ्याइदिउला। के खानपिन पनि गर्नुहुन्छ कि? पिउन त होइन, खाना मात्रै, भाडा बर्तन सँगै छन्। छोरा मान्छेको जात पकाउन गाह्रो होला, किन दुःख बेसाउनु पर्छ र बाबु? सानले भनेदेखि सानले पकाइदिइहाल्थे। खाना साथले पकाउने हो र आमा, खाना त हातले पकाउने होला नि, होइन र? जे भने नि आमा, चामल दाल घिउ दाउरा त किन्ने नै छन्, त्यसमा नुन तेल मसला पनि चाहिएला।
पर छेउको कोठामा भान्सा गरेर अर्को कोठामा सुते भइहाल्यो नि। ए सानी आइज। अनि बाबु हामी छोरी छैनौँ, के गर्नु? पापी पेट पाल्नलाई के र के त गर्नु पर्यो। ल भरिया पनि आइपुग्यो। ल बस। यति गरुङ्गो बारी, यस्तो ठाडो उकालो, नौसुका ज्याला, उसैमा बाटो खर्च पनि आफ्नै। हे ईश्वर। लौ त हजुर, अब जानुपर्छ। थाकेको छु, केही खान नै पर्ला। खानालाई केही पैसा दियो भने। भान्सालाई के ल्याऊ भन्नुहोस् न। रात पर्न आँट्यो। तपाईँसित लालटिन त छँदैछ, मट्टीतेल चाहिन्छ कि? ए बा, डोकोबाट भाँडाहरू निकालेर खोलामा बहाएर ल्याऊ त। पानी ल्याउन गाह्रो त दिनु पर्ला है। पहिला पानी ल्याओस्, त्यसपछि यो पनि आफ्नो खानपिनमा लाग्नेछ। हुन्छ। गाग्रो सफा त छ नि? लौ, गाग्रोमा के छ र? चित्त नबुझी खोलामै माझेर ल्याउनु भन्नुहोस् न। एकपल्ट कोठा हेरौँ है। हुन्छ। सानी अलिकति ल्याऊ त। सुन न, तैँले मलाई गरिब नठानेर म यो सारा संसारको सुन चाँदी किनेर तेरो अगाडि राख्छु, बुझिस्? कसरी किन्छस्? म बेच्दिनँ। जब म पैसा दिन्छु है। उठाउनु। आइजा। भान्साको निम्ति के ल्याऊ? असली पुरानो मसिनो चामल 1 माना, 1/4 दाल, 2 पैसाको तरकारी अनि 4 पैसाको घिउ। यति भए पुग्छ।
चामल त भएन नि। यहाँ पाइने सबैभन्दा राम्रो चामल नै यही हो। भएदेखि त म आफै ल्याइहाल्थेँ नि। तरकारी पनि आलु बाहेक केही पाइन्न। त्यसो भए त कसको के लाग्छ र? जति छ त्यतिमै सन्तोष गर्नु पर्ला। त्यसो भए म जाउँ? हुन्छ। तरकारीलाई भुटुन र दाउरा चाहिन्न, अनि लालटिनलाई मट्टितेल पनि चाहिएला। ए हो त है, म त भुसुक्कै बिर्सिएछु। 1 पैसाको बेसार, 1 पैसाको नुन र मेथी दुवै ल्याऊ, अनि 4 पैसाको दाउरा र 6 पैसाको मट्टितेल, यति भए पुग्छ। मेथी राख्दा आँखा जोगाउमै, आँखामा पलाउने। तिमीले नभनेको भए त मेरो आँखा जाने नै है। आजसम्म तिमी नहोला नि मैले मेरो आँखा जोगाएकै हो। तपाईँको नाम के हो? किन चाहियो नि तिमीलाई मेरो नाम? यत्तिकै भन्नुहुन्न र? भवानी शङ्कर। अनि तिम्रो? सबैले सानी भन्छन्। त्यसो भए म पनि सानी भनौँ? हुन्छ।
बाबु खानपिन बसोबास कस्तो भयो यहाँ यस्तै छ सबै कुरा पाइन्न सोचे भन्दा राम्रो भयो आमै अहिले जान्छु 15 दिनमा फर्कनु पर्ला फर्कदा पनि यही घरमा बास बस्नु पर्ला हुन्छ बाबु गए के भयो बा किन नलागी आँखानी राता बाका छन् भित्र जाउँ सन्चो नहोला जस्तो भएको छ आमै धुलो परेर होला आँखा रातो भएको फर्किन्छौ तिमी यादमा मात्रै आँखामा सागर के कमी भयो मायामा मेरो फर्किएन तर किन फर्किएन ठेग्न सक्यो निष्ठुरी मन मायाको पत्थर यादमा मेरो जवानी जो फर्किएन तर अझै फर्किएन उसैको लागि रहेको मेरो जीवनको आमा के भयो बा किन झस्के कि केही नै आमा नराम्रो सपना देखेँ
तपाईँहरू कहाँबाट आउनुभएको? किन नानी, हामी त भक्तपुरबाट आएका। भक्तपुर कटुन्जीका भवानी शङ्खलाई चिन्नुहुन्छ? किन र नानी, कोही आउनेवाला छ र? नाइ, कोही नाइ। के भयो? किन टोलाकी? केही नाइ। सन्चो छैन र? घरको याद आएको छ? आमाको? राति निद्रा राम्रोसँग पढेन, त्यही भएर होला। सानी, निद्रा र प्रेम नि दुवै ईश्वरीय तत्त्व हुन्। एउटा लाग भन्दा पनि लाग्दैन, एउटा नलाग भन्दा पनि लागिरहन्छ। अहिले हेर त मलाई तिम्रो माया नलाग भन्दा पनि लागेको। अनि सानी, याद भनेको नि एउटा श्राप जस्तै हो, न यसले बाँच्न दिन्छ न मर्न। त्यही भएर नि सानी, यादहरूले सकेसम्म भुलाउन सक्नुपर्छ। के भयो काकी? सानीकी आमा स्वर्गीय भयो। त्यसरी नरो सानी, नरो सानी। सानी,
तिमी के भन्दैछौ? म यही बस्छु। मेरी आमाका यादहरू यो घरमा छन्। म यो घर टाढो भएर बाँच्न सक्दिनँ। तपाईँ जानुहोस्। यस्तै हो सानी, सबैले छोडेर जान्छन्। छोडेर जानेहरूले आफू त जान्छन्, तर यादहरू पनि छोडेर जान्छन्। बाँच्नेहरू तिनै यादहरूलाई साथी बनाएर बाँच्नुपर्ने रहेछ। चित्त बुझाउ बा, चित्त बुझाउ। यहाँ बास पाइन्छ? यहाँ बास पाइन्छ कि पाइँदैन? पाइन्छ। तपाईँका भरियाहरू कता छन्?
आउँदैछन्। धेरै दिन भयो मधेसबाट नेपाल गएको, फर्कनै पाइनँ। आज बल्ल फर्के। पहाड, नदी, नाला सबै नयाँ जस्ता छन्। नेपाल जाँदा पनि केही घरमा बास बसेको थिएँ। आज नि केही घरमा बास बस्छु भनेर हिँडेको, बल्ल आइपुगेँ। अनि त्यो बुढी चाहिँ खै? सानी भन्ने चाहिँ तिमी नै हो कि? सानी मै हुँ। हो, मैले चिनिसकेको थिएँ। तर तिमी त बुढी भइसकेकी छौ। तिमीमा त चञ्चलता पनि रहेन। मैले कति माया, कति रस, कति बर्बन, उनी के सन्चित गरे है। कति सुकुमार, कस्तो सुन्दर, कस्तो लोभ्याउने, अनि कस्तो लामो हुन्छ है। यो निराशाको मसिनो जागो आजबाट मेरो उद्देश्य नै हरायो। कस्तो मुक्ति होला है, बरु फर्कदै नफर्केको भयो। मैले आफ्नो जीवनको अन्तरमा समय राखेका आफ्ना आशा, त्यसका उमङ्ग, उत्साह सबै उसको एउटा वाक्यले खाइदियो। तिमी त बुढी भइसकेछौ। र यो सँगै मेरो प्राणभन्दा प्यारो प्रिय त्यो प्रश्न अब कहिल्यै नफर्किने गरी सदा सदाका लागि अन्धकारमा विलुप्त हुन गयो। त्यो फेरि परिचय गर्दै गरौँ है। नमस्ते, मेरो नाम स्मृति गुरुङ। नमस्ते, मेरो नाम आस्था भुजेल। नमस्ते, मेरो नाम आहना आचार्य। नमस्ते, मेरो नाम रुबिता राजस्थानी। नमस्ते, मेरो नाम मलेश्वरी सुवेदी। नमस्ते, मेरो नाम आशिष पुष्पमा। नमस्ते,
चिपुल। नमस्ते, मेरा नाम अशोक कुमार। नमस्ते, मेरा नाम रेक्स मगर। नमस्ते, मेरा नाम विशेष भण्डारी। नमस्ते, मेरो नाम विक्रम। नमस्ते, मेरो नाम समीर परियार। सबैलाई नमस्कार, मेरो नाम चाहिँ परिवर्तन हो। कस्तो लाग्यो तपाईँहरूलाई? तपाईँहरूको पढिसक्नु भएको स्टोरी होला होइन? पढिसक्नु हो? हाम्रो साथीहरूले प्रस्तुत गर्नुभयो। म यो नाटकका कथाकार त भवानी भिक्षु हुनुभयो, यसलाई नाट्य रूपान्तरण गरेर मञ्चमा प्रस्तुत गर्नुभएको छ। सुसन पौडेल अगाडि आउनुहुन्छ। हामी पोखरा विद्यालय नाटक महोत्सवको यो नाटकको आज अन्तिम मञ्चन हो। अन्तिम मतलब यस पछाडि फेरि हामी विद्यालयले छुट्टै मञ्चन गर्दै हुनुहुन्छ। हामी अहिले 10 गतेबाट नाटकको मञ्चन गरेका छौँ। यो नाटक आज योभन्दा अगाडि मञ्चन भइसकेको छ, यो अन्तिम हो। हामी अब विद्यार्थी साथीहरूको लागि प्रमाणपत्र र विद्यालयको लागि सम्मानपत्र प्रदान गर्ने कार्यक्रममा अगाडि बढ्छौँ। म अगाडि मञ्चमा वरिष्ठ साहित्यकार, पूर्व कुलपति, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, हाम्रो धरोहर, हाम्रो प्रेरणाको स्रोत आदरणीय सर्वोच्च दाइलाई म अगाडि आमन्त्रण गर्छु। अभिषेक सर र अध्यक्षज्यू दुवैजनालाई मैले अगाडि र अब हामी यो प्रमाणपत्र वितरणको कार्यक्रम अगाडि बढ्छौँ। म कर्मश नाम लिन्छु र प्रदान गरिदिनको लागि आदरणीय बाबु सरुभक्तलाई म आग्रह गर्छु। आहाना शर्मा अगाडि आइदिनु होला र उहाँको कोही प्यारेन्ट्स आउनु भएको छ र प्यारेन्ट्स आइदिनु होला लिनको लागि। अनुपम पौडेल, आशिका रामधाम, अभिभावक आउनु भएको छ भने ग्रहण गरिदिनु होला अगाडि आएर सँगै विद्यार्थीको। आस्था भुजेल, आस्था हो कि आस्था हो? आस्था भुजेल, विशेष भण्डारी, साउनु भएको छ अगाडि आइदिनु होला। त्यसै गरी डोनिसाको प्यारेन्ट्स आउनु भएको छ, डोनिसा मगर अगाडि आइदिनु होला। ओजस्वी सुवेदी, उहाँको कोही अभिभावक आउनु भएको छ भने अगाडि आइदिनु होला। ओजस्वी सुवेदी, उमेश खनाल, अभिभावक कोही आउनु भएको छ भने अगाडि आइदिनु होला। समीर मरे सर आउनु भएको छ र उमेश सर, प्रतीक पुन हो ल, प्रतीक पुन अभिभावक पनि आउनु भएको छ। रेक्स लिजा पुन रेक्स उहाँको कोही आउनु भएको छ, रेक्स लिजा पुन। रितम पन्थ, समीर परियार, सञ्जय गुरुङ, सञ्जय डान्स स्मृति गोथाने गुरुङ, सङ्गीत संयोजक अभिषेक भूषाल, अब म यो नाटकका निर्देशक सुसन पौडेललाई ग्रहण गर्नको लागि आग्रह गर्छु। र हामीले अब यो विद्यालयको लागि एउटा सहभागिताको प्रमाणपत्र प्रदान गर्दैछौँ र हामीले प्रोत्साहन स्वरूप रु 10,000 नगद पनि प्रदान गर्दैछौँ। हामीले हरेक नाटकलाई सहभागी नाटकको लागि रु 10,000 र सम्मान
पत्र प्रदान गर्दै आएका छन्। यो ग्रहण गरिदिनुको लागि सरहरू दुवैजनालाई, एकजनाले सर्टिफिकेट एकजनाले नगद कसले राख्ने हो, नगद कसले राख्ने हो। अब यो बच्चाहरू हाम्रो बालबालिकाहरू तल स्कुलदेखि +2 सम्मको यहाँ सहभागी छन्। योभन्दा अगाडि पनि हामीले मुना मदन देखाएको हो। मुना मदन पनि एकदमै राम्रोसँग प्रदर्शित भएका थिए र यो पनि फेरि हामीले कमर्सियल सोहरू पनि गर्ने भनेर एक किसिमको प्लान गरेका छौँ। त्यसमा 21-22 चाहिँ स्कुलले नै बुक गरेको र त्यसपछि अरू पनि सोहरू गर्ने भन्ने हाम्रो अभिप्राय छ। र कारण के भने अहिले अब यो जमाना एनिमल र धुरन्धर फिल्म हेरेर हुर्केकाहरू र त्यस्तो चाहिँ ट्रेन्ड मन पराउने जमानामा अब यो एकदमै सच्चा प्योर साहित्यलाई पनि जगेर्ना गर्दै यो नाटक घरमा आउने, नाटक इभन खेल्न रुचाउने र हेर्न रुचाउने यो अहिलेको नयाँ जेनेरेसनले यो चाहिँ पोखरा थिएटरलाई एकदमै ठुलो धन्यवादको पात्र हुनुहुन्छ। उहाँको लागि पनि प्लिज एकचोटि ताली बजाइदिनु होला। म पनि यो नाटक जमाना हाम्रो पालामा नाटक अलिकति हेरेर खेलेरै हुर्केको हो, तर अहिलेको यो जेनेरेसनले यति इन्ट्रेस्ट लिएर यसमा लाग्नु भनेको एकदमै यो ठुलो उपलब्धि हो जस्तो लाग्छ र यसमा पनि करियरहरू छ हैन। यहीँ अब हाम्रो पोखराको अनु बरालले सिकाएको दयाहाङ अहिले नेपालमा कति प्रचलित छन्। हाम्रो घिमिरे प्रकाश घिमिरे हाम्रो पोखराकै प्रडक्ट हुनुहुन्छ, सर्वभक्तजीकै प्रडक्टहरू अनुजहरू हुनुहुन्छ। त्यो यसमा पनि अलिकति सिरियसली सबैले सोच्ने यो प्लेटफर्म दिनुभएकोमा धन्यवाद दिँदै यो आज मलाई बोल्न दिएकोमा र सबै यो चाहिँ विद्यार्थीहरूलाई पनि आइ एम भेरी प्राउड अफ यु। थ्याङ्क यू भेरी मच। उहाँ दाजुभाइ पनि हुनुहुन्छ व्यक्तिगत हिसाबले। उहाँ सर्वक दाइलाई आजको हाम्रो प्रमुख आमन्त्रित व्यक्तित्व पनि हुनुहुन्छ र छोटो कुरा राख्दिनको लागि आग्रह गर्छु। धन्यवाद भाइ। अन्नपूर्ण माविका अध्यक्षज्यू, प्रिन्सिपलज्यू, परिवर्तन भाइ र यो नाटकमा सहभागी निर्देशक सुशील र सम्पूर्ण टिम, सबै कलाकारहरू, सङ्गीतकार, यहाँ उपस्थित सम्पूर्ण शिक्षकहरू र विद्यार्थी भाइ बहिनीहरू, तपाईँलाई नाटक राम्रो लाग्यो? राम्रो लाग्यो है? यही सबभन्दा ठुलो कुरा हो कि केही समयदेखि, केही वर्ष अगाडिदेखि यस थिएटरले, पोखरा थिएटरले प्रत्येक वर्ष यो बाल नाटक उत्सव महोत्सव गरिरहेको छ। सबभन्दा पहिले म यो परिवर्तनजी र सबै थिएटरसँग सम्बद्ध व्यक्तिहरूलाई धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम निरन्तर रूपले अगाडि बढ्दै जाओस् कामना गर्छु। र अब यो नाटक जुन यहाँ मञ्चन भयो सुसन पौडेल भाइको निर्देशनमा र एउटा कथालाई यो 11 कक्षाको पाठ्यक्रममा राखिएको छ भन्ने मैले सुने। यो नेपाली साहित्यको एउटा असाध्यै चर्चित कथा हो। भाइ बहिनीहरूलाई पढ्नु भएको होला यो विद्यालयमा है। भवानी भिक्षु, कथाकार भवानी भिक्षुले रचना गर्नुभएको, उहाँको वास्तविक नाम भवानी प्रसाद भिक्षु हो र उहाँ यो रौतहतिरका हाम्रो यो तराई मूलका बासिन्दा हुनुहुन्छ। उहाँको मूल भाषा नेपाली होइन, तराई मूलका व्यक्ति भएको हुनाले, तर उहाँ चाहिँ नेपाली साहित्यका त्यो तराई मूलबाट आउने नेपाली साहित्यकारहरूमध्येका असाध्यै चर्चित र वरिष्ठतम साहित्यकार हुनुहुन्छ। उहाँका धेरै कथा सङ्ग्रहहरू छन्। त्यो फेरि फर्कला नामकै पनि कथा सङ्ग्रह छ, कुण्डकेशरी र अवान्तर नामका धेरै कथा सङ्ग्रहहरू छन्
र उहाँले उपन्यास पनि लेख्नु भएको छ। आगत भन्ने एउटा मोटो उपन्यास छ। त्यस उपन्यासको लागि उहाँले 2032 सालको साझा पुरस्कार र मदन पुरस्कार पनि प्राप्त गर्नुभएको थियो। त्यस्ता नेपाली साहित्यको असाध्यै ठुला उहाँ महाकवि देवकोटा, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विश्वेश्वर प्रसाद कोइराला उहाँहरूको समयका साहित्यकार हुनुहुन्छ। र यो कथामा पनि त्यही बेलाको समाज है, 1 पैसा 2 पैसाको सामान किन्ने समाज होइन, त्यो बेलाको समाजको चित्रण र एउटा सानी एकजना किशोरीको एउटा मनोविज्ञान आफ्नो होइन, एउटा प्रेम र मनोविज्ञानको बारेमा एउटा असाध्यै सुन्दर कथा मानिन्छ, मनोवैज्ञानिक कथामा पनि। र मलाई पनि असाध्यै मन परेको कथा हो। र यो कथालाई नाट्य रूपान्तर गर्ने भनेको असाध्यै गाह्रो काम हो। नाटककारहरूले नाटकै लेख्छन् सिधै, तर कुनै कथालाई, कुनै उपन्यासलाई, कुनै कवितालाई नाटकमा हालेर त्यसलाई नाटक बनाएर देखाउनु भनेको गाह्रो काम हो। यो काम हाम्रो भाइ सुसनले उठाउनु भएको छ र राम्रोसँग नाट्य रूपान्तर गर्नुभएको छ र यसलाई राम्रोसँग निर्देशन पनि गर्नुभएको छ। त्यसको लागि भाइलाई धेरै बधाई छ। भाइलाई पनि धेरै बधाई छ। र यसमा सबै अभिनय गर्ने कलाकारहरू, प्राविधिकहरू सबैले राम्रो काम गरेको मैले महसुस गरेको छु। तपाईँहरूले त्यो कथा पढ्दाखेरि त्यो कथा भने भिक्षुको अलिकति उहाँको नेपाली भाषा चाहिँ अलिक क्लिष्ट मानिन्छ, अलिक कठिन मानिन्छ ठाउँ ठाउँमा, किनभने उहाँको आफ्नो मूल मातृभाषा नभएको हुनाले नेपालीमा लेख्दाखेरि अलिकति गाह्रो शब्दहरू पनि त्यहाँ आउँछन्। तर गाह्रो भए पनि यो कथा फेरि तराईको मान्छेले हाम्रो मूल पहाडको कथालाई है, यो कति गाह्रो काम हो र यति महत्त्वपूर्ण, र यसले त्यो समयको समाजलाई पनि चित्रण गरेको छ। र यो किसिमको क्रियाकलापहरू तपाईँहरूले गर्दै जानुहोला। यो रङ्गमञ्च भनेको सिक्ने ठाउँ हो। यहाँ आएर तपाईँहरू नाटक खेल्नुहुन्छ, अभिनय गर्नुहुन्छ, निर्देशन गर्नुहुन्छ, सङ्गीत दिनुहुन्छ, विभिन्न प्रविधिहरू सिक्नुहुन्छ। यो सबै सिकेपछि तपाईँहरू जीवनको जुन क्षेत्रमा, कर्म क्षेत्रमा गए पनि यसले सहयोग गर्छ। तपाईँ भोलि चलचित्रमा जानुहोला, तपाईँ भोलि विभिन्न अन्य क्षेत्रहरूमा जानुहोला, डाक्टर हुनुहोला, इन्जिनियर हुनुहोला, तर यहाँ सिकेको कुराले तपाईँलाई सधैँ भविष्यमा सहयोग गर्छ। त्यसैले तपाईँहरू सबै विद्यालयहरूलाई म भन्छु र विद्यार्थी भाइ बहिनीहरूलाई भन्छु कि यस्तो किसिमको नाट्य महोत्सवहरूमा बढीभन्दा बढी सहभागिता जनाउनु होला, धेरै कुरा सिक्नु होला र आफ्नो कर्म क्षेत्रमा लाग्नु होला। यिनै शुभकामना व्यक्त गर्दै फेरि एकपल्ट फेरि अरू नाटक पनि खेल्नुपर्छ है, ल खेल्नु होला, त्यही शुभेच्छा व्यक्त गर्दै म आफ्ना शब्द र पोखरा आदर्श माविले अहिले हाम्रो यो भोलिन्टियरली व्यवस्थापनमा पनि सघाउनु भएको छ। र अन्य उपस्थित अभिभावक मैले फर्मुला देखिरहेको छु, अन्य विभिन्न रङ्गकर्मीहरू देखिरहेको छु। यहाँ सबैलाई आभार व्यक्त गर्दै हामीलाई सहकार्य गर्ने, समन्वयन गर्ने, प्रायोजन गर्ने हाम्रा सम्पूर्ण सहयोगी संस्थाहरूप्रति पनि आभार व्यक्त गर्दै तपाईँले पोखरा थिएटरको इन्स्टा छ, टिकटक छ, फेसबुक छ, युट्युब पनि छ, सबै छ, त्यसमा गएर पोखरा थिएटरको फर्दर केही चाहियो भने लिनु होला भन्दै आजको लागि यो मञ्च ल्याइसकेका छौँ। हस्, धन्यवाद।